59 चाक उडेन ल 60 पुग्यो ल ल ल ल 60 अब दाइको फेरि चल्न लागिहाल्छ क्यामेरा दाइलाई थाहा छ नि त म खिचिहाल्छु होइन हामी आज कहाँ जाँदैछौँ हामी कहाँ फाइनल भयो हामी जानु जानु चाहिँ हामी पर उयसमा जाँदा हुन्छ र त्यहाँ शान्तमा बसौँ भनेर क्या ठिक छ हामी अब लुम्बिनी जाँदैछौँ फाइनल भइसक्यो लुम्बिनी तपाईँ कहाँ जाने भन्नु त तपाईँ कहाँ जानु पिक्चर गर्नु लुम्बिनी कि पाहाड झर्ना मिलन सर रेडी हो तपाईँ कति ढिलो सबभन्दा ढिलो भनेको मिलन सर हो अरू कोही होइन यहाँ बिनु म्याम पनि ढिलै गर्नुहुन्छ ल सुम ल हामी निस्क्यौँ म त गाडीमा होइन हो नि त म त गाडीमा जान्छु कालो होइन 4 जना पछाडि हो दाइ त्यो होइन दाइ चाहिँ नि दाइ चाहिँ के पैसा हजुर के भन्नु अब नोट्समा भन्नु त नोट्समा नोटै नोट हाल्दिनु नि अब लुम्बिनी जाँदैछौँ नि त सो हामी निस्किँदैछौँ यता चस्मा त फेरि हाम्रो दाइको त्यो खोइ त तपाईँको अर्को चस्मा हो सो यता हामी अब निस्किँदैछौँ बर्थडे भयो आज मिलन सरको बर्थडे आज स्याउ स्पेसल के हो भनेको चाहिँ स्याउ र केरा एकदम अर्ग्यानिक फलफुल हैन मिलन सरको बर्थडेमा केरा अर्ग्यानिक पानी भोग्छु म नजुल्ने पानी हैन तपाईहरुको माया लाग्छ मलाई हेल्प गर्ने के हो एकदम माया नरिवल पानी भनेको चाहिँ एउटा यस्तो मात्र चिज हो जसमा चाहिँ आमाको दुधको कन्टेन्ट पाइन्छ क्या ओहो यस अनि त्यो भने चाहिँ हामीलाई आज फिल गरेर हाम्रो बसमा नै याद गराउँदै हुन्छ मिलन सरले त्यसको लागि पनि धेरै धेरै धन्यवाद ल हामी अझै धेरै धन्यवाद चाहिँ पनि पुरा भइसक्यो पछाडि है नरिवलै भेटिदिए मिनु म्याम एकदम रेडी भएर रिसाउँदै हुनुहुन्छ हामी रेडी भइसकेछौँ के तपाईँ आज के अरे घुमाउँदै हुनुहुन्छ हामीलाई आज तर दाइ अरूभन्दा पनि भोक चाहिँ डह्रो लाग्यो त दाइ सो हामी अब यहाँबाट निस्किँदैछौँ गाडी निक्लिँदैछ मिलन अहिले म एकछिनमा म कुदाउँछु अहिले मिलन सरले कुदाउँदै हुनुहुन्छ हामी त पाङ्ग्रे हाम्रो राइड यता राइडर एकदम उहाँ पनि स्कुटरमा उहाँलाई बाइक कुदाउनुहुन्छ आज त राइडर हो उहाँ सिधै बाइक दिने हो बाइक दिने उहाँलाई आज गाडीमा छैन हाम्रो गाडी निस्किन्छ अब हामी लुम्बिनी होटेलबाट निस्किनेर हामी अब जान्छौँ लुम्बिनी यता आइसक्यो ल आइसक्यो वेलकम छ वेलकम हाम्रो एकदम ढिलो सबभन्दा ढिलो भयो आज उहाँहरू एन्ट्री उहाँहरूको ढिलो अझ यति ढिलो किन ओहो मेकअप त लाउनै पर्यो हेलो नमस्ते के भन्न चाहनुहुन्छ उहाँहरूको लागि अहिले नभनौँ कहिले हामी अहिले खाजा लिन जाँदैछौँ पुरै स्टकमा सो अहिले हामी नारिकेल पानी लिँदैछौँ यता केरासेराहरू हुँदैछ यत्रो ठुलो नरिकेल छ पानी ननिसेन गिदी हुन्छ अझ भाग्य अरे ल उहाँले भन्नुभएको तपाईँले चोइस गर्नुभएको अरे त्यसपछि यो पानी ननिस्किने तपाईँहरूको अरे तपाईँको लिएको छैन मैले नरिकेलको मात्रै दाइहरू गइसक्यो ढिलो भएर भित्र साह्रो रहेछ कि यस्तो
ए लास्टै तल रहेछ यो त उता जस्तै रहेछ त के अरे हो मलाई पनि थियो अनि यसो ठुलो रोज दिउँ न भनेको भाग्य ल मलाई पनि सानो सानो चाहिँ गुलियोहरू हुन्छ क्या धेरै अलिकति पानी अरूभन्दा पनि ल पानी चाहिँ रहेछ है ल छ गाई यो पसल के अरे हाम्रो बुटोलमा पसल यहाँ पानी 3 जना पुग्छ होइन हामी त 6-7 जना पो छौँ त ल धन्यवाद तपाईँलाई ल धन्यवाद पानी रहेछ हाम्रो युट्युब च्यानल मिलन श्रेष्ठ युबीवाई मिलन श्रेष्ठ सर्च गर्न आइहाल्छ उहाँको युट्युबमै हो आयो पानी ननिस्केर गीती भयो सुमिसले खानु छैन सुमिसले काट्नु टोली हल्लाई केरा हामी आउँदै हुनुहुन्छ पक्का लगाएर हाम्रो यहाँ नास्ता भइसक्यो एकदम चिया मिलन सर ठिक छ नि ल हामी अब निस्किन्छौँ हामी तातो हावा खान माथि कि एउटा पिस खानु त जेसै हो पिस हुनु चाहिँ जाने हो सो हामी अब निस्क्यौँ फाइनली हामी निस्किँदैछौँ वी आर टु गो लिम्बुनी सो म पहिला सुरुमा आउँदाखेरि लुम्बिनीलाई लिम्बुनी भन्थेँ होइन तर मेरो मिस्टेक रहेछ होइन म भन्नु र ओ एकदम ह्यान्डसम सर ल चस्मा खोज्छ चस्मा सो हामी एकदम यहाँ मलाई गाडीमा जान्छु भनेर यहाँ मलाई स्कुटरमा छ म भ्लग गर्छु भनेको सर हामी फेरि लाइसेन्स 2 जनाकै छैन त नि केही हुन्न के लाइसेन्स नभए केही हुन्न हौ ल हुन्छ केही छैन ल कि तपाईँ कुदाउने होइन हजुर कुदाउनु सन्ध्या म्याम हाँस्नु त हाँस्नु न ल आएकै देखेन हेर त उडाउ मैले ठ्याक्क यहाँदेखि यहाँसम्म सारेँ अन्त हेलमेट र चाबी दिन चाबी मैले यो गरेँ त्यहाँबाट चाबी यहाँ कसले ल्यायो यहाँबाट यहाँ भगवान स्कुटी त्यहाँदेखि यहाँ कसले ल्यायो पनि थाहा छैन यहाँ मोज छ यहाँ पुरै यहाँ एसी भित्र हेर केही भएको छैन अघि हामी खासमा अगाडिबाट चाहिँ छिर्नु पर्थ्यो उताबाट छिरेर यस्तरी चाहिँ जानु पर्छ त्यहाँ हुँदाखेरि चाहिँ हामी ठ्याक्कै हामी मेनमा जाने हो नि त होइन त्यही भनेको मेन चाहिँ टेम्पलमा जाने हो नि त उता छ सो डढेर कालै भइसक्यो अब हामी यहाँबाट भित्र हामी भर्खरै कति नम्बर यो 4 नम्बर गेटबाट छिर्नु पर्ने रहेछ यहाँ हाम्रो मिलनजीले एकदम खतरनाक उडाएर होइन सो हामी अब गर्मी बाफ्रे बाप सो हाम्रो पार्किङ यहाँ राखेर हामी भित्र जान्छौँ हाम्रो गाडीवाला मान्छेहरू अलिक भिआइपी हो
उहाँहरू चाहिँ अलिकति पैसा लाग्छ, हामीलाई चाहिँ फ्रीमा एन्ट्री गरिदियो। उहाँहरूलाई चाहिँ अलिक पैसा लाग्ने रहेछ 4-5 गाडी भन्छ नि, गाडी किनिसकेपछि चाहिँ जति समस्याहरू हुन्छ अरे गाडीभित्रै हुन्छ अरे क्या। ठुलो मान्छेको ठुलो समस्या। सो यहाँ हाम्रो के भन्न चाहनुहुन्छ? हामी गौतम बुद्धको नगरीमा आएको छौँ होइन, साक्षात् दर्शन गर्न। राम्रै हुन्छ आशा छ। गर्मी चाहिँ जस बबाल छ होइन, तपाईँहरूले जति सोच्नु भएछ त्योभन्दा चाहिँ डबल छ। डबल होइन 4 गुणा जस्तो चाहिँ लाग्छ कि सूर्य नजिकै छ। यहीँ छ, टाउकोमै छ, बसिरहेको जस्तो छ। लगभग नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ दोस्रोमा पर्छ है यो। दोस्रो नेपालगञ्ज पहिलो अनि दोस्रो बुटोल भैरवा। गर्मीको मजा लिँदैछु। ठिक छ। हाम्रो मिलनजी पनि आउँदै हुनुहुन्छ एकदम पुरै फर्ममा, एकदम हिरो एन्ट्री को स्टोरी मिराकल छ। अब कसैले भन्छ यहाँ ग्यास छ भन्छ, कसैले यतिकै बलेको हुन्छ भन्छ। अब खै यस्तो एउटा रहस्य छ भनौँ न। यहाँ हामी यसको बारेमा डिस्कस गर्दैछु मैले, तर यसमा ग्यास चाहिँ छ भन्थ्यो। अस्ति मैले हेर्दा गरेँ। धेरै जस्तो त्यस्तो ठाउँमा नि सबभन्दा धेरै मै पुगेको छु होला। मैले रुमाल लिन नि त गाडीमै छ रुमाल। हाम्रो सबै यहाँ आइसक्यौँ। हामी आधी घन्टा पछि यहाँ हाम्रो दाइहरू आइपुग्नु भयो। दाइले एकदम यहाँ टिकट लिनु, फेरि यता राउन्ड हानेर दाइ अनि यतिको लागि तपाईँहरूले टिकट काटेर आउनु, त्यो पनि आधी किलोमिटर पनि रहेनछ यहाँ। 200 मिटरमा थियो। 200 मिटर पनि 200 मिटर हामी हिँड्दै जानुपर्छ सबै जग्गा। यतिबाट के हिँडेर क्या गाडीको टिकट पाइरहेको कन्टिन्यू। ल च्यालेन्ज उभिन क्या घाममा क्या को धेरै वर्ष उभिन सक्ने लास्टमा भिडियो म त यहाँबाट जुम गर्छु 5x जुम हान्छु। ल ल ल ल च्यालेन्ज एक्सेप्ट। ल एक्सेप्ट ल गर्दिन। तपाईँहरू दुईजना गरिरहेको ठाउँ म किन डिस्टर्ब गर्नु? हिँड्दा चाहिँ हेरेर होइन लु हिँड्नु न त। ल कसले ज्यादा यहाँ फोहोर टिपेर सफा गर्छ? यस ल ल फोहोर कहाँ छ? जुत्ता खोल्ने मात्रै भन्ने कुरा छ नि त। मजा त म खोल्दिनँ। सरहरूलाई एकछिन मजा लिनु न त। गर्मी छ होइन, लास्ट पसिना नि आइरहेछ नि त होइन। पानीले नुहाएर केवल कपडा मात्र बदलिन्छ अरे, पसिनाले नुहाउनु पर्छ जिन्दगी बदलिन्छ होइन। एउटा भनेको थियो सिचुएसन एउटा दुईटा ल। गर्मी के जुन हुन्छ कि के भन्छ गडा? के भन्छ गर्मी के जुन हुन्छ कि के भन्छ गडा लाइनहरु? गर्मी ना में होता है ना जुन में होता है। गर्मी इन लोगों की जुनून में होती है। इसको मुखबाट कहिले भनौँ ल अझ एउटा तपाईँबाट मबाट त कस्तो जाओस् गर्मी ल छिटो। जबसम्म ताप र चाप सोध्दैन अहिले पनि हिरा बन्दैन अरे क्या। ताप र चाप सोर्नुपर्छ। हामी सबैजना ताप र चाप सोर्न आएको छौँ होइन। तापिनुपर्छ अरे क्या। किन भन्दाखेरि मकै थाहा छ नि, नर्मल मकै किन्न जाँदा कति रुपियाँ पर्छ? 5 रुपियाँ। त्यसलाई नि पोलेको मकै छ भने कति पर्छ? 20 रुपियाँ। 20 रुपियाँ भनेपछि डढेपछि भ्यालु छ नि त। भनेपछि यहाँ डर्नु पर्यो हामीले भनेपछि कालो हुनु पर्यो। अब आधी यता डरेर पुगेन, यहाँ यति डरेर पुगेन, अब अझै कालो हुनु पर्यो हामी। होइन आवेशमा नआउनु एकछिन। मैले म भन्छु यदि तपाईँलाई घाम जस्तो के अरे चम्किनु मन छ भने चाहिँ घाम जस्तो बल्न पनि सिक्नुहोस्। के भन्छ अलिक मिलाएर के भन्छ अलिक आएर बुझ्नु होला नि होइन। मिलनले कुनै पनि कुरामा हार्नु चाहिँ मरिहाल्दैन, जस्तो लाइन पनि उसले बनाइदिन्छ क्या अहिले कहिले हार्छले। हाम्रो यहाँ ब्याटल चल्दैछ एकदम एन्टरप्रेन्योर्सको ब्याटल। यहाँ गर्मीलाई च्यालेन्ज गरौँ न, सपोज नोभेम्बर डिसेम्बरमा आएर देखा भन्नु पर्यो क्या। यहाँ भाइ बहिनीले यति धेरै खानेकुरा माग्यो कि बन्दना यस्तो यो छाती कस्तो दुख्छ होला क्या राति।
शब्दमै कस्तो भारीवाला क्या सुरु भइसक्यो अनुहार बिग्रिसक्यो अहिले बिग्रिसक्यो जति भन्दा पनि विशाल रिमाल सरले सही भन्नुभयो भाइ फाइबर दिनुपर्छ फाइबर उहाँलाई चाहिँ फाइबर चाहिन्छ एकदम हाम्रो मुन्टाको फर्सीको मुन्टाको छेक्रा के अरे के भन्छ त्यसलाई फर्सी छेक्रा कि के भन्छ छ्याङ होइन छेक्रा केही भन्नु छ तपाईँ सक्नुहुन्छ भन्नु त के भन्नु ल यो ढोकिदिनु भयो अब दाइ के भन्नु छ यसमा भन्दा यहाँ के लेडिज पावरमा लेडिज पावर चाहिँ यति हुन्छ नि भाइ अब जस्तै छोरा मान्छे दुध उमाल्दाखेरि के हुन्छ माथि माथि उम्लेर फुफु गर्दा जतिसुकै गर्दा पोखिन्छ अरे क्या छोरी मान्छेले उमालिरहेको छ भने यस्तरी एक नजर हेरिदियो भने त्यो दुधै उम्लिन्छ नजरै काफी हुन्छ अरे क्या आँखामा त्यति पावर हुन्छ छोरी मान्छे अनि त्यो लेडिजको पनि एउटा छ नि तपाईँको लेडिजले जिन्दगीमा माफी कसले मागेको थियो लास्ट टाइम भनेको चाहिँ अमलेशपुरीलाई मागेको थियो क्या कुन फिल्ममा भन्दाखेरि कर्ण अर्जुनमा मुझको रानाजी माफ करना गल्ती मारे से हो गई भन्ने गीत छ नि होइन त्यही फिल्ममा हो क्या लास्ट माफी मागेको लेडिजले चाहिँ अनि अझ एउटा त्यो देवी माता देवी माताको कुरोमा होइन यहाँ भन्नु यो सुन्नु न यो भन्नु त ल देवी माताको कुरो छ क्या एकछिन यही सुन्नु यहाँ तपाईँलाई काम लाग्छ कति पीडित छ भन्ने कुरा हामीलाई थाहा छ क्या किन भन्दाखेरि संसारमा धनकी देवीको अरे लक्ष्मी माता ज्ञानकी देवी सरस्वती माता शक्तिकी देवी दुर्गा माता होइन यानि कि मन्दिरमा जाँदा नि पूजा हुन्छ अर्चना हुन्छ श्रद्धा हुन्छ शान्ति हुन्छ होइन सबै कुरो हुन्छ छोरा मान्छेको नामको एउटै मात्र हुन्छ घन्टा बुझ्दै हुन्छ भनेपछि मिलन सरले घन्टा भएछ त्यही भएर छोरा मान्छे हो होइन के गर्नु पर्यो भन्दा बज्नु भएन क्या होइन बज्नु भएन हामीलाई न्याय चाहियो हामीलाई नि बराबर अधिकार चाहियो सम्मान चाहियो बाघ पनि होइन र छोरा मान्छे बाघ र बाघ हामी बिहे गर्नुभन्दा अगाडि पनि बाघ थियो बिहे पछाडि पनि बाघ छ फरक के छ अहिले बाघको माथि दुर्गा माता सवार छ जताबाट पनि पीडित हो क्या हामी बिर्स टाउको हिँड्यो अरे सुमिसर हुन्छ वेट चाहिँ गर्नुपर्छ होइन टाइट सो अहिले हामी लुम्बिनीमा छौँ जहाँ गौतम बुद्ध भगवान जन्मिनु भएको गौतम बुद्ध भगवान जन्मेको होइन सिद्धार्थ गौतम जन्मेको जन्मिसकेपछि चाहिँ बुद्ध भनेको के हो होइन उता इन्डिया गरेर यहाँ अलिकति उता छ गुफा कहाँ हो त यहाँ हो यहाँ पर उता भित्र लुम्बिनी तपाईँको फर्स्ट होइन लुम्बिनीको यात्रा लिम्बुनीको यात्रा लिम्बिनीको यात्रा टाइम आउनुभयो घुम्न रमाइलो छ नि यहाँ हाम्रो एकदम गौतम बुद्धको जन्मस्थान हो त्यो भएर सुमित गौतम हुन्छ यहाँ होइन सिद्धार्थ गौतम बुद्ध भयो होइन अब सुमित गौतम अब हाम्रो डाइरेक्ट सेलिङको यो बुझ्नु भयो बिनु म्याम ढिलो चाँडो जुत्ता चाहिँ खोल्नै पर्छ क्या पावर अफ वर्ड्स हो क्या यो चाहिँ ल दियो बालिदिँदैछ मिसले टक्कसँगले ल मैले पनि बाल्दैछु अब हेरेँ ल जन्मदिनको दिन टक्कसँगले बालेको धन्यवाद प्रभु तपाईँलाई यति राम्रो दुनियाँमा मलाई मौका दिनुभएकोमा कर्म गर्ने र केही बन्ने ल ए अर्को पनि बाल्नु पर्यो दुईवटा बाल्छु त्यति बिर्सेछु एउटा यो भयो एउटा यो बाल्छु दुईवटा बोल्दैन त
नयाँ चेकिङ गरेर छिर्यो जुत्ताहरू बाहिर के पानीको बोतल यो हामीले कुरमुरे केही नै लान पाइएन वीर भाइले चिप्सहरू सबै भित्र राख्नु पर्यो वीर भाइको चिप्स वीर भाइको पुरै आएको बलिरहेको सन्ध्या आऊ न ल हुन तपाईँलाई थाप्नु यो क्या आउनु सन्ध्या यहाँ हेर न सन्ध्या कुद्दैछ यसलाई तपाईँको हातमा लिनु मात्र ल लिनु न केटा 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 ल ल हल्लाइन हल्लाइन पिछे पिछे हल्लाइन बाहिर निस्क्यौँ मैले हामी बाहिर निस्किसक्यौँ यहाँबाट भित्र चाहिँ क्यामेरा लाउनु पाइँदैन थियो यहाँ चाहिँ गौतम बुद्ध भवन जन्मिनु भएको थियो यहाँभित्र अनि त्यस्तो भयो पर ध्यान बसिरहेको छ अब तिनजना देख्छौँ एकदमै ध्यान गर्ने ठाउँ छ त्यहाँनिर फाइनल आइपुगेको एकछिन बस्छौँ आराम गर्छौँ मेडिटेसन गर्छौँ होइन टक्कसँगले सो हाम्रो फोटो सेसन कम्प्लिट भयो अब हामी यहाँ थोरै महान हाम्रो दिग्गजहरू ध्यान गर्दै हुनुहुन्छ दिग्गजहरू ध्यान गर्दै हुनुहुन्छ यहाँ विभिन्न ठाउँबाट हुनुहुन्छ पूर्व मोरङ दुधे अनि यता हाम्रो झापा बिर्तामोड अनि यता हाम्रो गाईघाटबाट उदयपुर कटारी सरी यता चाहिँ पथरी मोरङ एकदम उहाँ सुत्नु भएको छ एकदम काखमा गौतम बुद्धको काखमा सुत्दै हुनुहुन्छ यहाँ हाम्रो सुमित सर एकदम ध्यानमा हुनुहुन्छ लिम्बुनीको लिम्बुनी न लुम्बिनी लिम्बुनी भनेर भनेको भनेको छ लिम्बुनीमा चाहिँ रहस्य के छ नि खै दाइले के भन्नुभएको छ भन्न तपाईँलाई म पूर्वको गीत छ नि पूर्व यता हो नि के हान्नुहुन्छ भाइले 60 हाल्नुहुन्छ म तपाईँ पनि पुछ भन्ने ल ल ल 3 ल ओके गएको छ ल एकदम बेल्ट सेल्ट पनि खुल्ने क्या मिलन सर प्याक फुल्छ नि त 6 प्याक हुन्छ क्या त्यो फुल्छ क्या बेल्ट खोल्नु न ल 3 2 1 ल यहाँ रेडी हुनुहुन्छ यहाँ एकदम सुमित सर एकदम चिलमा हुनुहुन्छ उहाँलाई एकदम कन्फिडेन्स भइसकेको छ 60 पुऱ्याउँदैन चिलमा ल 1 2 3 4 5 6 44 la 48 49 50 ल अझै ल 10 मिलनले अघि नै माइन्ड सेट गरिसक्यो त 50 हान्छु त्यही भएर क्या यो यस्तो ल 51 ल छिटो 60 त पुऱ्याउनु पर्यो नि त ल छिटो ल 52 53 ल 7 मात्रै अब 7 ल 53 ल नेभर गिभ अप मिलन सरले यो हार्यो भने चाहिँ हुँदैन ल 5 युबीवाई युबीवाई भने जोस आउँदैन 4 अब 4 ल अब 3 7 होइन ल अब 3 मिलन सर ल 3 ल
अब सुमित दाइको पालो ल ल ल रेकर्ड ब्रेक भयो आज कस्तो यार 58 पुगेर तिम्रो हातेक घर आए कहाँ उडे 59 चाक उडेन ल 60 पुग्यो ल ल ल ल 60 प्लस ल 61 दाइ ल उठ्नु दाइको यो खोल्नु पर्यो नि त अहिले हैन म उठेको दिन 58 मा अघि डाउन दाइ अब दाइले ठ्याक्कै दाइको पनि स्टार्ट काम यार यहाँ हाम्रो मैदानमा खेलाडी उत्रिँदै हुनुहुन्छ पूर्व झापाबाट ल अब टाउको उठाउने 5 पल्ट भाइले आनु ल ल खोइ त ओ अलिक यता हुनु त यसले यता हुनु थोरै यता ल ल ल छिटो 3 2 1 ल ल ए उ कति जस्तो ए दाले हातै चाहिदैन ल खोइ त अलिक यता हुनु त यसले यता हुनु थोरै यता ल फेरि वान्स मोर अलिक राम्रो पर्फेक्ट ए उ कति जस्तो वाह ए ताली छिटो म एडिट गर्न सक्छु सुमित सरको टाउकोमा मेरो हाल्छु क्या पातला फेरि भन्दा पनि ल फाइनली हामी लुम्बिनीको दर्शन गरेर मेडिटेसन गरेर धेरैवटा एक्टिभिटिजहरू गरेर हामी निस्किँदैछौँ अहिले हामीसँग टोलीहरू हुनुहुन्छ म देखाउन चाहन्छु ल अब हामी यो ब्लगको अन्तिमतर्फ जाँदैछौँ अब एकछिनमा हामी इन गर्नेछौँ हाम्रो यात्राको अन्तिम भागसम्म आइसकेको छौँ है त्यसो यो ब्लग हेर्नु होला मेरो ब्लगको दोस्रो ब्लग हो यो लुम्बिनीको चाहिँ लुम्बिनीको ब्लग मध्येको सो एकदमै मजा आयो जन्मदिनको दिन 25औं वर्षको दिन यहाँ आएर होइन सिल्भर जुब्ली भएकोमा अनि 9 जना व्यक्तिलाई धन्यवाद समय निकालिदिनु भएकोमा भन्न चाहन्छु भिडियोबाट धन्यवाद तपाईँलाई कति खाएको धेरै गइदियो